बाटै लेखेको छ सानी हुनुको फाइदा हेलो गुड मर्निङ नमस्कार सेवा के म युन ताकुलु आजको मेरो भिडियोमा हजुरलाई स्वागत छ। आज चाहिँ स्पेशल सटरडे हो, सो हामी घुम्न गइरहेछौँ साथीहरू। कता घुम्न गइरहेछौँ भनेर म भिडियोमा देखाउने छु। गुड मर्निङ, हामी हातबारीको बस पार्कमा आइपुग्यौँ साथीहरू। हामी जाँदैछौँ तर लुक्स हामी यहाँनिर कतिजना छौँ? 4, 5, 6 जना होइन त? यहाँनिर हामी 6 जना छौँ। हाम्रो 2 जना साथीहरू चाहिँ त्यहाँनिर आउने हो। 2 जना मान्छेहरू आएको सबैको सुनिए। अब सुनौ हाम्रो खातबारीको चाउमिन किन्न बजार जान्छौ होला। हाम्रोमा फल्छ आफै रुखमा। लो ऱ्याप हान्नु नि त। यहाँमा स्वागत छ साथीहरू। हामी सबैजना भेला भएर पनि अब सर्टकट बाटो लाग्यो। आखिरमा गएको चाहिँ कहाँ हो भन्ने कुरा चाहिँ पुगेर मात्रै थाहा हुन्छ। एकदमै भाइरल सबैजना गएको छ। हामी चाहिँ किन नजाने? हाम्रै खातबारीको ठाउँ होइन हो कि होइन? सो हामी बिहानै उठेर हिँडेको हिँड्न चाहिँ होइन। कुन बाटो लानुहुन्छ हौ? सानी हुनुको फाइदा होइन, हिँड्नै गाह्रो भयो सबैजना। त्यही रहेछौ। त्यो रुखमा आए सो राम्रो देखिरहेको छ। भ्यू हेर्नुहोस् हाम्रो खातबारीको। हामी आइसक्यौँ यहाँनिर। यो एउटा फुलको बोटले हामीलाई कतिजनालाई तानेको? 1, 2, 3, 4, 5, 6, 7, 8 जना हामी यहाँनिर आइसक्यौँ। अब यहाँबाट पनि हामी फोटो खिच्नेछौँ। सो त्यहाँ मिलेर बस्नु न ल फोटो खिच्नलाई। यहाँनिर मिल्नु न शान्ति मिस। हामी यहाँनिर फोटो खिचेर फेरि अब त्यहीँनिर जानु पर्यो नि। अब आएकै त्यही हो, नगएर भयो। शिरीषको फुल चाहिँ यस्तो फुलेको रहेछ। मान्छेहरू बिहान पनि मान्छेहरू टन्नै हुँदो रहेछ क्या। मान्छे हुँदैन भनेर हामी चाहिँ आएको बिहान। तर पनि भाइरल ठाउँ भएर होला सबैजना आयो। आकाशको फुल आँखा तरी मर हो कि क्या? भात खाँदैन अनि मासु भर्दै के ब्युटी बोनमा अड्केको यो? अनि ब्युटी बोनको बेजा भात खाँदैन। अब के भन्छ होइन कसैलाई ब्युटी बोन। ल अब हामी फर्किमै गाइस। कस्तो लाग्यो? गल्नु भयो गबार कहाँ गल्नु? बुढी मान्छेले नचाहेको यस्तै रहेछ होइन। अब हामी फर्कियौँ साथीहरू। बजिसक्यो। अब आजको शनिबार यतै जाने हो। यस्तै हो सास। ल यो बाटो आएको हामी यस्तो हिलाएर के को लागि? यो एउटा शिरीष फुलको रुखमा फोटो खिच्नका लागि। त्यही भएर अब चाहिँ रोडको बाटो जाने हो। बाइक त छ तर के गर्न लग्दिनु हुन्न। त्यही भएर
अब हामी लाग्यो कुन बाटो जाने हौ यो अहिले पनि बाटो त गतिलो छैन कि क्या ल अब हामी हिँड्यौँ ल आउनु है ए मेरो बिहानै उठेर मुखमा पानी नहालिकन हिँडेको साथीहरू अब त भोक लागेर भुटुक्कै 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 भइयो भनेर हुन्छ होइन होला हामी सर्टकट बाटोबाट मेन रोड आइपुगिसक्यौँ अब हामी छिटै रुम पुग्नेछौँ त्योभन्दा पनि पहिला हामी खाजा खानेछौँ कहाँनिर छ अब खाजा खाने ठाउँ शनिबार त यस्तो पो हुनुपर्छ त होइन अब घामले मेरो हालत चाहिँ यस्तो छ है म गोरीदेखि काली राति भइसक्यो मैले खाजा खाऊँ भनेको त ऊ पर रहेछ तल क्या उयो 10 बज्यो लास्टै गाह्रो भयो साथीहरू पानी ल्याइदिने मान्छेहरू के पानी पिउँ बाटै लेखेकै छ अरे कता मिठो छ चिसो छ एकदम बेस्ट थ्याङ्क यू साथीहरू पानी भोक लागेको बेला यतिको पावर आउनु नाटो जो आइपुग्न आँट्यो आज सटरडे यस्तै भयो अब धेरै कामहरू छ अझै पनि त्यही भनी आजको भिडियो यति नै सबैजनाले फुल भिडियो वाच गरिदिनु होला मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला भन्दै म बिदा हुन चाहन्छु थ्याङ्क यू बाई बाई